राजावादी आन्दोलन के भयो? दुर्गा प्रसाई कहाँ गए, कहाँ फरार भए? पब्लिक वान्ट्स टु नो। जनता जान्न चाहन्छन्, युवा जान्न चाहन्छ आखिर कसको गल्ती हो यो? के हुँदैछ आखिर यो देशमा? कहाँ जाँदैछ देश? आउनुहोस् बुझौँ आजको यस श्रृङ्खलामा। आखिर के का लागि जनता सधैँ सत्ता परिवर्तन, व्यवस्था परिवर्तनका लागि लडिरहन्छन् र शहीद भइरहन्छन्? यो कसको गल्ती हो? आउनुहोस् बुझौँ। के नेपाललाई नयाँ अफगानिस्तान बनाउन खोजिएको हो? विद्रोहको ज्वाला सल्काएर गहिराइमा बुझ्न छ भने दर्शकबिन भिडियो अन्त्यसम्म हेर्नुहोला। अनि आफ्नो देशको यदि माया छ भने यस भिडियोलाई लाइक, सेयर र सब्सक्राइब पनि च्यानललाई गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। सर्वप्रथम देशमा 4वटा शक्तिहरू राइज भएको देखिन्छ। त्यसमध्ये अहिले राजावादीहरू राजालाई फेरि सिंहासनमा पुर्याउँछु भनेर अगाडि बढिरहेका छन् र आन्दोलन गरिरहेका छन्। र भर्खरै मात्रै भएको आन्दोलनमा एकजना पत्रकार र एकजना युवाले ज्यान गुमाउनु परेको छ। त्यो हामी सबैले देखेका छौँ। सधैँ व्यवस्था परिवर्तनका लागि युवाहरू आफ्नो आहुति दिइरहनु पर्ने यस देशमा युवाहरूको भविष्य एकदम अन्धकार भएर विदेश जाने क्रम जारी छ। त्यसमध्ये केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र नयाँ स्वतन्त्र व्यक्तिहरू पनि यस देशमा राजनीति गरिरहेका छन्। हामीले देखिरहेका छौँ देशको अवस्था दिनानुदिन खस्किँदै गइरहेको छ। यसमा मुख्य भूमिका यी 3 दुर्गा प्रसाई र रापरपाले जब राजालाई वापस ल्याउँछु भनेर अगाडि बढिरहेका छन्, यसमा विदेशी र देशी शक्तिहरूको चलखेल एकदम बढ्दो देखिन्छ, जसका कारण देशमा अशान्ति र हिंसा बढिरहेको छ। पूर्व राजा ज्ञानेन्द्रले आखिर के चाहिरहेका छन्, उनको मास्टर प्लान के हो, बुझ्नलाई यो भिडियो अन्तिमसम्म हेरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथसाथै सबैजना नेपालीहरू एकचोटि सोच्नुपर्ने दिन आइसकेको छ। साँच्चीकै जनतालाई फेरि राजतन्त्र चाहिएको छ या पुरानै गणतन्त्र चाहिएको छ? एकपटक यो भिडियो अवश्य सुनिदिनु होला र सेयर गरिदिनु होला, सबैमा सेयर गरिदिनु होला। 15 गते भएको हिंसापछि राजाको तर्फबाट कुनै पनि विज्ञप्ति आएको छैन र राजा मौन छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले आखिर के चाहेका छन्, अब के निर्णय लिएर अगाडि आउँछन्, यो कुरा हामी सबैले बुझ्न जरुरी छ। भने केपी ओलीले यदि राजाले यस्तो काम फेरि दोहोऱ्याउने हो भने राजालाई कडाभन्दा कडा कारबाही गरिने पनि भनिसकेका छन्। के केपी ओलीको सरकारले राजालाई थुन्ने तयारी त गरिरहेको छैन? राजावादीहरूको आन्दोलन तुहाउनको निम्ति भइरहेको षड्यन्त्र भनेर जुन दुर्गा प्रसाई लगायतका टिमले भनिरहेका छन्, कि आखिर यो षड्यन्त्रै हो या सत्य हो? त्यो समयले नै बताउने छ। तर देशलाई अन्धकारमा पारेर यसरी जनतालाई रणभूलमा पारेर जनतालाई प्रयोग गरेर पटक पटक प्रयोग गरेर जुन राजनीति हाम्रो देशमा भइरहेको छ, एकदमै फोहोरी राजनीति भइरहेको छ, जसले कारण नेपाली जनता आजित भइसकेका छन् र देशमा भएको यो किसिमको घिनौना राजनीतिलाई लिएर जनताहरू अब वाक्क र दिक्क भइसकेका छन्। जुन जोगी आए पनि कानै चिरेको भन्ने जुन उखान छ, त्यो आज सार्थक भइसकेको छ। भन्ने गरिन्छ एक जुगमा एक दिन एक पटक आउँछ, उलट पुलट उथल पुथल हेरफेर ल्याउँछ। त्यो हेरफेर आखिर कहिले आउने हो, कहिले नेपाल बन्ने हो? वर्षौँदेखि भेडा नेपाली जनता भनेर जुन ट्याग लागिरहेको छ, के त्यो सत्य त होइन? आखिर यो सत्य होइन भने कहिले कसको पछि लाग्ने, कहिले कसको पछि लाग्ने, त्यो क्रम र सिलसिला जारी छ। यस्तो गर्दै गर्दा नेपाल कुन अवस्थामा पुग्नेछ त्यो ठ्याक्कै भन्न निकै गाह्रो छ। यसकारण अब नेपाली जनताहरू एक भएर देश विकासका निम्ति पहल गर्नुपर्ने आवश्यकता महसुस गरेको छु। हरेक दल, जुन दल आए पनि, जुन राजा आए पनि देश बनाउने जनताले हो। यसकारण सबैजना एकजुट भएर अगाडि बढ्न यस भिडियो मार्फत आह्वान गर्दछु। र अन्त्यमा यो भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गरी मलाई सहयोग गरिदिनु हुन सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।